हेलो सबैजना साथीहरूलाई फेरि पनि मेरो नयाँ अर्को भिडियोमा स्वागत छ। आज चाहिँ म खाँदैछु है गाइज, यो अन्डा बिरयानी। अन्डा छ, यहाँ आलु, तरकारी सब्जीको जरुरत पर्दैन नि त। चटनी पनि छ गाइज, चटनी पनि छ। ओके, ढिलो नगरिकन म चाहिँ मेरो मुखबाङ सुरु गर्न चाहन्छु, मेरो भिडियो सुरु गर्न चाहन्छु। चाहिँ खाँदैछु, तिनवटा अन्डा छ कि क्या हो लाग्यो, अझै बेसी नि छ गाइज। म चाहिँ सुरु गरेँ है त, पानीबाट सुरु। फर्स्ट अफ अल म चाहिँ सुरु गरेँ। यम्मी, देख्दै स्वादै। अन्डा होममेड है यो चाहिँ साथीहरु। मिठो। आलु टेस्टी छ है, मिठो। स्वाद चाहिँ एक नम्बर है। बुढीको हात चाहिँ मान्नुपर्छ, दामी बनाउँछ जे चिज पनि। बाहिर किनेर खाएको बिरयानीहरूको चाहिँ के हो, बेसी चिल्लो हुन्छ क्या, बिल्कुल चिल्लो है। अलि बेसी ड्राई भएछ हो। चाहिँ दही छ, अलिकति रुगा लागेकोले गर्दाखेरि राइता खाएन क्या, दही चाहिँ खाएन। ओके गाइस, लेट्स एन्ड
मिठो। एक थाल बिरयानी चैक। ल गाइस, मेरो भिडियो यहीँ खतम गर्न चाहन्छु। यस्तै मैले भिडियो यसरी खाइरहेको हेरौँ लाग्छ भने तपाईहरुले सब्स्क्राइब गर्न सक्नुहुन्छ, लाइक गर्न सक्नुहुन्छ, नि कमेन्ट गर्न सक्नुहुन्छ है त। सी यू इन नेक्स्ट भिडियो। बाइ बाइ।